भविष्य बनाउन आफ्नो वर्तमान छोडेको म। मनी कति निर्दयी हो। विगतका साँचो यादलाई मार्दै झुटो भविष्य चार्दैछु। आखिर आफ्नो अस्तित्व बचाउन। मनी कति लोभी हो। ठुलो घरको लोभले मेरो सानो महल छोडी आएँ। आज आखिर के छ मसँग? ठुला कोठा अनि ठुला मोबाइल। तर ती कोठाका भित्तामा र मोबाइलका स्क्रिनमा देखिने त त्यही मेरी आमाको तस्विर नै त हो। स्क्रिनमा हेर्न मैले मेरी प्रत्यक्ष आमा छोडी आएँ। यो भविष्यको बोझ नि कति भारी। गुनासो गरेको होइन, यथार्थ सुनाएको। यो भविष्यको बोझ नि कति भारी। वर्तमानको काँधले धान्न नसकेर विगतलाई दुहाई सहारा लिनुपर्ने। दाम कमाउन आफ्नो ठाउँ छोड्नुपर्ने। नाम कमाउन इतिहास मेट्नुपर्ने। सुख खोज्न आफ्नो खुसी गुमाउनु पर्ने। म थाकेको छैन, अझै हिँड्दैछु। टेक्ने सहारा नहुँदा लड्नु त स्वभाव नै हो। चन्द्रमा छुन जाँदा आफ्नो सूर्य गुमाउनु त नियति नै हो।